नमस्ते। आज हामी स्वास्थ्य प्रविधिमा भइरहेको एउटा निकै नै रोमाञ्चक विकासबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। खासमा आर्टिफिशियल इन्टेलिजेन्स मतलब एआई ले कसरी क्षयरोग टिबी पत्ता लगाउन मद्दत गरिरहेको छ भन्ने विषयमा। अनि यो नेपालमै पाँचथर जिल्लामा प्रयोग भएको जानकारी छ हामीसँग। सुन्दैमा अलि भविष्यको जस्तो लाग्ने कुरा होइन? हो त नि, सुन्न अलि साइन्स फिक्सन जस्तो लाग्न सक्छ। तर यो साँच्चै कसरी काम गर्छ त? कसरी एउटा कम्प्युटरले तालिम दिने कम्प्युटरलाई हो, तालिम दिने। त्यो तालिमबाट एआईले एक्सरेमा क्षयरोगका सूक्ष्म सङ्केतहरू ढाँचाहरू त्यो चिन्न सिक्छ। अनि अनि जब नयाँ बिरामीको एक्सरे आउँछ, एआईले त्यसलाई आफूले सिकेका ढाँचाहरूसँग दाँच्छ अनि क्षयरोगको शङ्का छ कि छैन भनेर एकदमै छिटो विश्लेषण गर्छ। एकदमै छिटो भन्नुभयो नि। यहाँनिर एउटा गजबकै कुरा छ है। यो जानकारी अनुसार त एआईले यो विश्लेषण 1 मिनेट भन्दा नि कममा गर्छ रे। हो, त्यो एकदमै महत्त्वपूर्ण पक्ष हो। 1 मिनेट भन्दा कम। यो त अचम्मै भयो। खास गरी दुर्गम ठाउँहरूमा जहाँ अनुभवी रेडियोलोजिस्ट तुरन्तै नहुन सक्छन्, त्यहाँ त यसले कति ठूलो सहयोग पुग्ने भयो। एकदम। यो गतिको फाइदा नै त्यस्तै ठाउँमा हो। तर एउटा कुरा चाहिँ के स्पष्ट हुनुपर्छ भने एआईले टिबी भयो भनेर पक्का निदान गर्ने होइन। ए हो र? यसले केवल शङ्कास्पद केसहरू पहिचान गर्छ। मतलब यो एक्सरेमा टिबीको लक्षण जस्तो देखिन्छ, थप जाँच गर्नु पर्यो भनेर छुट्याइदिने हो। ए बुझेँ, शङ्कास्पद मात्र हो। अन्तिम निदानको लागि त फेरि खकार परीक्षण मतलब स्पुटम टेस्ट नै गर्नुपर्छ। एआईको काम भनेको त्यो पहिलो चरणको छनौटलाई एकदमै छिटो बनाइदिने हो, ताकि स्वास्थ्यकर्मीले सम्भावित बिरामीमा ध्यान दिन पाउन्। अर्थात् यसले डाक्टरहरूको काम खोज्ने भन्दा पनि उहाँहरूलाई सघाउने भयो, स्रोतलाई सही ठाउँमा केन्द्रित गर्न मद्दत गर्ने भयो। हो, ठ्याक्कै त्यही हो। यसको वास्तविक शक्ति नै दुर्गम र स्रोत कम भएका क्षेत्रहरूमा देखिन्छ, जहाँ विशेषज्ञ डाक्टर पुग्न गाह्रो छ वा हुनुहुन्न। अब पाँचथरको फिदिम नगरपालिकाको कार्यक्रम एउटा राम्रो उदाहरण हो। फिदिमको कुरा गरौँ न त। त्यहाँ के भयो? कस्तो नतिजा आयो? त्यहाँ 246 जनाको एक्सरे परीक्षण गरियो। 246 जनाको? त्यसमध्ये एआईले 6 जनालाई चाहिँ शङ्कास्पद भनेर देखायो। एआईले 6 जनालाई? हो। अनि ती 6 जनाको फेरि खकार परीक्षण गर्दा 1 जनामा चाहिँ टिबी पुष्टि भयो। 1 जनामा पुष्टि भयो। सङ्ख्या त सानो देखियो नि। सङ्ख्या सानो देखिएला, तर महत्त्वपूर्ण कुरा के हो भने ती व्यक्ति तुरन्तै पत्ता लागे र उनको निःशुल्क उपचार पनि तुरन्तै सुरु भयो। हो, त्यो महत्त्वपूर्ण हो। टिबी जस्तो सरुवा रोगमा एउटा केस पनि समयमै पत्ता लाग्नुले समुदायमा रोग फैलिनबाट रोक्न धेरै ठूलो मद्दत गर्छ। त्यो 1 जना व्यक्तिले अरूलाई सार्न पाएनन्। एकदम सही कुरा। त्यो एउटा केस पत्ता लाग्नु र उपचार थालिनुले नै यो प्रविधिको व्यावहारिक प्रभाव देखाउँछ। कसरी प्रविधिले स्वास्थ्य सेवाको पहुँचलाई मतलब भौगोलिक अवरोधहरू पार गर्न सक्छ भन्ने कुरा हो नि। नेपाल जस्तो देश जहाँ धेरै मानिसहरू गाउँघरमा दुर्गम ठाउँमा बस्नुहुन्छ, त्यहाँ यस्ता प्रविधिले ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ। यो टिबीमा मात्र होइन, भविष्यमा अरू रोगहरूको निदानमा पनि यस्तै एआई उपकरणहरू सहयोगी हुन सक्छन्। त्यसो भए आजको हाम्रो यो कुराकानीको मुख्य सार के रह्यो भने एआईले क्षयरोग पहिचानको पहिलो प्रारम्भिक चरणलाई अविश्वसनीय रूपमा छिटो बनाएको छ, 1 मिनेटभन्दा कममा। हो। अनि दुर्गम ठाउँमा पनि यो सम्भव भएको छ। यो आफैमा पूर्ण निदान त होइन, तर शङ्कास्पद केसहरूलाई तुरन्तै छुट्याएर थप जाँच र उपचारको बाटो खोल्छ। एकदमै। र यसले हामीलाई एउटा अलि फराकिलो प्रश्न सोच्न लगाउँछ। यदि एआईले यसरी टिबी निदानमा मद्दत गर्न सक्छ भने स्वास्थ्य सेवाको पहुँच र स्रोतको कमी झेलिरहेका अरू ठाउँहरूमा विश्वभरि नै अरू कस्ता रोगहरूको पहिचान व्यवस्थापनमा यस्ता प्रविधिले के रूपान्तरण ल्याउन सक्लान्? हो, यो महत्त्वपूर्ण प्रश्न हो। स्वास्थ्य सेवाको भविष्यमा यस्ता प्रविधिले कस्तो भूमिका खेल्लान् भन्ने कुरा साँच्चै मननयोग्य